Yopali, we are exploring the northern side of Sikkim, starting our hike from Thanggu all the way to Lashar Valley. Beautiful views, cold weather, and amazing company. My friends and I are ready for the adventure. Thanggu to Lashar and back. Journey ekdam exciting hunecha, full of fun, challenge, and pure Himalayan beauty. Let's go. गुड मर्निङ है आज हाम्रो सेकेन्ड डे अन्त हिजो तपाईँले हेर्नुभयो हामी गुरुदोङमा लेकहरू गएर डोङख्याला पासहरू हामी विटनेस गऱ्यो है अन्त ज्यादातर मान्छेहरू गुरुदोङमा लेक हेरेर फर्केर जान्छ है राइट उनीहरूको स्टप भइहाल्छ तर हामीले चाहिँ अझै अगाडि जाने प्लान गरियो है अझै पहाडभित्र पस्ने हामी है अन्त आज त्यसले गर्दा हामी आज अलिक माथिसम्म गाडीमा गएर त्यहाँबाट चाहिँ हामी हाइक गर्ने हो है थङ्गुबाट चाहिँ आज हामी हाइक गरेर माथि लाचार भ्याली जाने हो है यो गाडी चाहिँ उहीँ माथि छोडिदिने हो हामी त्यहाँदेखि चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुन्छ ल अब हामी यहाँ हाम्रो स्पटमा आइपुग्यो है अन्त यो लाचारको हाइक जाँदाखेरि चाहिँ बाटो कन्फ्युज हुन्छ है किनभने हामी नयाँ मान्छेलाई बाटो याद हुँदैन त्यसले गर्दा हामीसँगै आजु हुनुहुन्छ है उहाँले हामीलाई गाइड गरिदिनुहुन्छ आज हाम्रो हाइक चाहिँ कस्तो रहेछ भने यहाँ माथि दुईवटा लेक छ अरे है त्यो दुईवटा लेक हेरेर चाहिँ त्यहाँदेखि यता आएर लासार चाहिँ यतापट्टि पर्दो रहेछ है त्यहाँदेखि चाहिँ यसको पछाडि पर्छ अरे लासार चाहिँ त्यहाँदेखि त्यहाँबाट यस्तो ओह्रालो गएर थङ्गु हामी डाइरेक्ट थङ्गु निक्लिन्छ अन्त गाडी ल्याउनु बादमा हुने हो हामी है म त यो है अहिले भर्खर हाइक स्टार्ट भएको हाम्रो है यो यस्तो पानी र यो सानो ब्रिजहरू देखेर चाहिँ एकदम एक्साइटेड भएर आयो कि भित्रबाट आमा मजा आउँदो रहेछ हेर्नुहोस् है अहिले भर्खर एउटा सर्ट लिनुको लागि मलाई त निकै टाइम लाग्यो र उनीहरू चाहिँ माथि हिँडिसकेको थियो निकै टाढो अन्त छिटो कभर गर्नु खोजेको हाई अल्टिट्युडले गर्दा आम्मा सास पुरा बढ्दो रहेछ भेट्नु आयो यो हाई अल्टिट्युडको हाइकिङ चाहिँ सजिलो चाहिँ होइन रहेछ है अघि त्यो स्पिड हिँडेकोले गर्दा छिटो सास बढ्दो रहेछ है अन्त हार्टबिट पनि निकै फास्ट भएको जस्तो लाग्यो अन्त त्यहाँ अहिले सर्ट ब्रेक दिएँ आफूलाई एकछिन रेस्ट गर्नु टाइम दिएँ अन्त हिँडेँ 1 मिनट जस्तो ब्रेक दिएँ उनीहरूलाई भेटेको छु अहिले ल त्यो अपहिल चाहिँ हामीले सक्यो है इन्क्लाइन चाहिँ ओपर साह्रो बढ्यो मलाई त्यो एकताल त्यो सास फुलिसकेको थियो कि हार्टबिट पुरा फास्ट भयो मेरो क्या अनि त्यसले गर्दा मैले भिडियो बनाइनँ है बोल्दाखेरि झन् बेसी थाक्दो रहेछ सास झन् बढ्दो रहेछ हो अन्त फेरि भिडियो बनाइबस्दा उनीहरू टाढो हिँडिसक्दो रहेछ अन्त मैले बनाइनँ तर अहिले उहाँलाई भेटिसकेँ मैले अन्त यहाँ मजाको एउटा लेकमा आइपुग्यो हामी हो अन्त यो लेकको नाम चाहिँ म अहिले बताउँछु तपाईँहरूलाई अलिक माथि गएर एकताल रेस्ट गर्छौँ हामी आजले चिया दिनुभयो है अब यो चिया खाएर चाहिँ मलाई एनर्जी आउँछ होला आमा यो चाहिँ मच निडेड थियो कि मेरो अहिले चाहिँ मेरो लागि अनि मैले चाहिँ वाटर बोतल ल्याउनु भुलेछु अब म बाटोमा जहाँ यस्तो रनिङ वाटर देख्छ है त्यहीबाट अलिअलि पानी खाँदै जान्छु चिसो पानी नै
अब मेन त्यो डाँडा काट्नु मात्रै हो त्यहाँ काटेर शाखा 6 भयो होला नै शाखा 6 बाट डाउन जानुपर्छ ए त्यही चाहिँ ओह्रालो होला ए जस अब मेन कुरा चाहिँ हाम्रो यो त्यो झ्याप्सी 6 होला अन्त त्यहाँदेखि अगाडि शाखा 6 होला हाम्रो मेन पूजा चाहिँ यो ठुक्पा छैजिला गुरुको ट्युसनमा चाहिँ अन्त हाम्रो यहाँको उहाँ लोकल पब्लिकहरू आएर चाहिँ यता पूजा गर्छ अन्त यहाँ पूजा गरिसकेर अगाडि शाखा 6 पूजा गरिसकेर त्यहाँदेखि लास्ट तल फालुङमाला त्यो चाहिँ हाम्रो उहिले बाजे पुर्खादेखि गरेको पूजाको त्यो चाहिँ गर्नु पर्ने नै होला हाम्रो यो कञ्चनजङ्घ चाहिँ मेन हाम्रो लाचनको मेन कञ्चनजङ्घ चाहिँ पूजा चाहिँ हाम्रो ठुक्पा सिजीमा गर्छ ल अन्त यो लेकको नाम चाहिँ ग्याप्सी छो भन्दो रहेछ है अन्त ग्याप्सी छोको मतलब चाहिँ के रहेछ भने भोटिया भाषामा चारवटा डाँड भनेको छ ग्याप्सी भनेपछि चाहिँ चारवटा डाँड छो भनेपछि चाहिँ लेक हो है अन्त यो मैले बुझ्दाखेरि चाहिँ ग्याप्सी भनेपछि चाहिँ एउटा पहाड रहेछ यहाँ हो 2टा 3टा त्यहाँ यता 4टा रहेछ होइन यो 4टाको चाहिँ ब्याकमा चाहिँ यो लेक भनेको रहेछ क्या यस्तो खाले रहेछ नामको पछाडि मिनिङ चाहिँ अन्त अब चाहिँ म नर्मल भएँ चिया र बिस्किट खाएर है अन्त अब अलिकति यहाँ एक्चुअली बिस्किट पनि दिनुभएको छ यो राम्रो झन् ओट्सको रहेछ है ओट्सको बिस्किट अब अलिकति खाँदै खाँदै बिचमा जहाँ साह्रो पर्छ है पानी खाँदै खाँदै जान्छु बिस्तारै बिस्तारै यहाँ हामी अहिले 10 मिनट्स जस्तो भयो हो 10-15 मिनट्स भयो होला रेस्ट गरेको चासीहरू त थाकेको छैन होला बेसी हाम्रो लोकल भयो हो उनीहरू त हो कि थाके सासहरू बढेको छैन होला अहिले जस्तो म त अहिले हाई अल्टिट्युडमा नहिँडेको त्यसै 1 मन्थ भयो होला लास्ट हिँडेको लास्ट मन्थै हामी हिँडेको ए त्यही चाहिँ हिँडेको छैन त्यहाँदेखि हिँडेको छ ए ल कर्मा कस्तो छ आई एम गुड ग्यासहरू केही बढेको छैन नो आई एम वेरी गुड अभी मैं तो बहुत अच्छा हूँ उन लोगों ने सबने चाय पी लिया है कुछ पी लिया है मुझे कुछ नहीं दिया है तो मैं अपना रेन जैकेट अंदर डाल देता हूँ और उसके बाद में आप इन्जॉय कीजिए हाम्रो आजुलाई त के थाक्थ्यो होला है झन् लोकल मान्छे अन्त अब हाम्रो फेरि हाइक स्टार्ट भयो है यहाँ माथि अब फेरि अर्को लेक भेट्छ है अन्त त्यहाँ पनि इन्क्लाइन नै छ अहिलेसम्म तर अघिको भन्दा चाहिँ एकदम कम्ती छ अघि त एकदमै इन्क्लाइन थियो क्या फर्स्टको स्टार्टिङमा मलाई साह्रो परिहाल्यो नि त अन्त मैले चक्लेट ल्याएको थिएँ चक्लेट बाँकिदिएँ सबैलाई म पनि चक्लेट खाँदैछु अन्त तपाईँहरू यस्तो हिँड्दाखेरि है स्न्याक्सहरू चाहिँ बोकेर हिँड्नुहोस् अन्त यस्तो जग्गामा आउँदाखेरि है यो चाहिँ एकदम अफबिट है अनएक्सप्लोर जग्गाहरू हो एकदम सफा जग्गा छ अहिले है नेचरसँग कनेक्ट भएर बसेको छ गाजाङ गेजिङ छैन यहाँ हो मान्छे बेसी क्राउड छैन अन्त यसलाई यस्तै बस्नु दिनुपर्छ क्या मैला गरिदिनु हुँदैन हामीले चक्लेटको प्याकेटहरू चिप्सहरू ल्याएको छ भने चिप्सको प्याकेटहरू चाहिँ आफैसँग बोकेर तलैतिर फ्याँकिदिनुहोस् है अन्त यस्तो जग्गाहरू चाहिँ सफाइ राखिदिनुपर्छ हामीले अन्त हाम्रो फ्युचर जेनेरेसनले पनि यस्तो जग्गाहरू देख्नु पाउँछ है मैला हुँदै जाँदा चाहिँ के हुन्छ भने पनि यो त्यहाँदेखि यो जग्गाहरू मैला हुँदै गयो भने यो जग्गाहरूको यो प्लान्टहरू पनि त्यहाँ चेन्ज हुँदै जान्छ क्या अन्त जग्गा पनि हाउडै देख्छ त्यहाँ मैला भयो भने यस्तो मजाको देख्दैन क्या त्यसले गर्दा सफा राखिदिनुपर्छ यस्तो जग्गाहरू मलाई फर्स्टको इन्क्लाइन चाहिँ पुरा साह्रो परेको थियो है त्यहाँदेखि अहिले यहाँबाट चाहिँ अलिक सजिलो हुन्छ अहिले अघि जस्तो साह्रो परेको छैन अहिले हामी यहाँ माथि आइपुग्यो हो अन्त अब यहाँ अलिक ओह्रालो घोरेर फेरि उकालो रहेछ अब यहाँ पानी बग्दो रहेछ है त्यहाँ अलिक पानी खानुपर्छ जिउलाई चाहिँ टाइम टु टाइम हाइड्रेट गर्दै गर्नुपर्छ है हाइक गर्दा जाडो जग्गा हुन्छ हामीलाई त्यो तिर्खा लागेको याद हुँदैन कि तर स्वेटिङ भइरहेको हुन्छ स्वेट छिटो सुक्छ कि यहाँ चाहिँ जाडो जग्गाको भएकोले गर्दा त्यसले गर्दा पानी चाहिँ खाँदै गर्नुपर्छ अन्त प्रब्लम हुँदैन क्या यो पानी चाहिँ हाइड्रेट गर्नु मात्रै होइन है तिर्खा मिसाउनु मात्रै होइन यो चाहिँ छु अरे है छु मान्दो रहेछ यसलाई चाहिँ लोकलहरूले आचुले भन्नुभएको त्यसले गर्दा यो झन् खानै पऱ्यो
अब चाहिँ फेरि इन्क्लाइन सुरु भएछ है अब ऊ माथिसम्म फेरि इन्क्लाइन रहेछ इन्क्लाइन सुरु भएपछि फेरि सास भर्नु थालिहाल्दो रहेछ म अलिकति ढिलो भइहाल्छु फेरि म चाहिँ जति सक्दो सर्ट स्टेप स्लो हिँड्नु ट्राई गर्दैछु क्या सास नपरोस् भनेर अब हेर्नुहोस् है अलमोस्ट 90 डिग्री स्टिप हिँड्दैछ अब हामी यो चाहिँ साह्रो छ क्या यस्तो उकालो हिँड्नु पर्दा चाहिँ सास फुल्छ के भयो ए यो चाहिँ हाम्रो हिमालको हाई अल्टिट्युडको प्लान्ट है खाँदा पनि हुन्छ अरे यो अहिले त्यति मजा आउँदैन यो चाहिँ अहिले एकदमै ठुलो भएकोले गर्दा यति खास मिठो हुँदैन अलिक छिपेको है छिपेको यो चाहिँ सानो हुँदा फर्स्टको यस्तो कोपी कलिलो भइहाल्छ ए हुन्छ त्यो चाहिँ भित्रको यो खाँदा चाहिँ एकदम दामी हुन्छ ए यो छिपेछ नि त है ट्राई गर्नुहोस् न अलिक ट्राई गरिदियो यदि खानु अलिकति यसको छिप्पो छ बुढा छिपेछ तर हल्का अमिलो अमिलो मिठो रहेछ हाइड्रेट पनि हुँदो रहेछ यसले पानी खाएको जस्तो आम्मामा अमिलो दामी दामी लाग्यो एकदम जुसी रहेछ क्या पानी उखु खाएको जस्तो क्या पानी उखु सेम रहेछ किनभने त्यो टोक्दा बोक्रा पनि त्यो उखु कस्तो क्या रफ खाले तर टुक्दाखेरि चाहिँ जुस मजाले निक्लिने अमिलो अमिलो कर्माकुम युट्युब च्यानलमा भ्लग आउँछ है च्यानलको नाम भनिदियो मेरो सिम्पल जाङ कर्मा भनेर छ आइ एम भेरी न्यू इन यो युट्युब त्यत्रो सब्सक्राइबरहरू छैन तर भए पनि सब्सक्राइब गरिदिनुहोस् हो उसको चाहिँ हिन्दीमा आउँछ हिन्दीमा गर्छु म चाहिँ अब हिन्दीमा ट्राई गर्दैछु तपाईँले सिक्किमको भित्रभित्र लाचेन लाचुङको साइडको है ब्युटीहरू हेर्नुहुन्छ भने चाहिँ उहाँको इन्स्टाग्राममा दामी दामी भ्युजहरू भिडियो आउँछ है बिलियन्समा जाने भ्युजहरू हो उहाँ चाहिँ भाइरल मान्छे हो के छ नाम भनिदिनुहोस् त एस्केप टु सिक्किममा फलो गर्नुहोस् है इन्स्टाग्राममा है उहाँको चाहिँ अघिदेखि भनिदियो त जस्तै कि अब हामी माउन्टेन हाई एल्टिट्युडमा जब हाइक गर्छ त्यो टाइममा जस्तै यहाँको अब फ्रुट्सहरू भयो त्यस्तो पुरा हुन्छ खाने चिजहरू जस्तै अघि भर्खर हामीले त्यो एउटा खाएको थियो त्यस्तो खायो भने चाहिँ एल्टिट्युड सिकनेसहरू चाहिँ एकदमै कम्ती हुन्छ याद गर्नुहोस् है तपाईँहरू अन्त सुँग्नु नचुइन्छ भने के भन्दै थियो नि अनि फेरि कति यस्तो स्मेल चाहिँ ज्यादा गर्नु हुँदैन जस्तै अब हामी यहाँ देख्दैछौँ सानो सानो प्लान्ट्सहरू देख्दैछ कतिले चाहिँ अब यस्तो स्मेलहरू गर्छ त्यो चाहिँ गर्नु हुँदैन फ्लावर भयो यो साङहरू चाहिँ गन्दा सुन्नु हुँदैन त्यो गऱ्यो भने चाहिँ टाउको दुखिन्छ फेरि अघि हामी फर्स्टमा थङ्गुबाट जहिले स्टार्ट गरेको थियो थङ्गु चाहिँ 14,000 समथिङको अल्टिट्युडमा रहेछ है 14,000 फिटको अहिले चाहिँ हामी 16,000 क्रस गरिसकेछ निकै हाइटमा आइपुग्यो त्यसले गर्दा अब चाहिँ एयर थिन हुँदै जान्छ है अझै थिन हुँदै जान्छ अक्सिजन कम्ती हुन्छ कि एयरमा अन्त त्यसले गर्दा अझै ब्रिथिङ प्रब्लम बेसी हुन्छ अन्त आज पनि इन्क्लाइनै हेरेर हिँडिरहेको छ हामी यसरी अलिकति कम्ती भयो तर अब चाहिँ टेरेन एकदम चेन्ज भयो है अघिसम्म घाँस चौर है रिज भन्छ रिजहरू हिँडिरहेको थियो अहिले एकदम
रकी माउन्टेन है फेरि यस्तोमा चाहिँ अलिकति हिँड्नु अप्ठ्यारो हुन्छ अलिक यिनीहरू ढुङ्गाहरू लुज हुन्छ है अन्त यहाँ हेर्नुहोस् न अब यहाँ पछाडि एउटा लेक छ अरे यहाँसम्म चाहिँ अब अलिक अप्ठ्यारो हो त्यहाँ यो लेक अलिकति हामी हेरेर त्यहाँदेखि चाहिँ हामी यतापट्टि है यहाँदेखि यस्तो जानुपर्ने रहेछ उता हो यो भ्यालीबाट त्यहाँदेखि उता गएर हामी लासार पुग्ने रहेछ है यहाँदेखि उता चाहिँ मजा आउँदो रहेछ हिँड्नु आमा एकदम खुसी लागिरहेछ मलाई है यस्तो दामी जग्गामा आइपुग्नु पायो मैले सोचेको भन्दा दामी रहेछ Pupunta po. Wow. ल हामी हाम्रो सेकेन्ड लोकेसनमा आइपुग्यो है यो लेकको नाम चाहिँ हो शाखर छो भन्दो रहेछ है अन्त एकदम ब्लू कलरको रहेछ यो चाहिँ कस्तो मजाको देखेको क्या आज हामीले बिहान अलिक लाइट प्याकिङ गरेको थियो हो एसेन्सियल आइटमहरू मात्रै ल्याएको छ अलिकति स्न्याक्स खाने कुराहरू अन्त अलिकति गियरहरू हो जस्तो बोकेर आएको त्यसले गर्दा हिँड्नु अलिक सजिलो भयो है त अब यता आइपुग्दा है आज हाइक गरेर यहाँ आइपुग्दाखेरि यस्तो फिल भइरहेछ कि सब कुछ देख्नु पाएँ यस्तो क्या अब सेटिस्फाइड क्या अब उता अझै छ भन्दैछ है यस्तो दामी जग्गा पुग्यो हो आमामा यो लेकहरू फोटोतिर मात्रै देखेको कि मैले यस्तो खाले जग्गाहरू चाहिँ फोटोतिर मात्रै देखेको टिभीतिर डकुमेन्ट्रीहरूतिर देखेको है आज आफै फिजिकली आएर है आफैले आँखाले हेर्नु पाउँदाखेरि आमामा अर्कै छ फिलिङ क्या त्यो अभी हम लोग खा रहा है पी रहा है चाय है अब यो चिया चाहिँ यस्तो भ्यूमा खाँदाखेरि चाहिँ यो चाहिँ 1000 रुपियाँको चिया है अब चम्पा खाएको है चियासँगै ल अब यहाँ हामीले मजाले टाइम स्पेन्ड गऱ्यो है झन्डै आधी घन्टा जस्तो बस्यो चिया खायो चम्पा खायो हो अन्त अरू स्न्याक्सहरू खायो एकछिन लेकमा मजाले गफसफ गर्दै बस्यो है मजा आयो अन्त बिहान हामी 6 बजी निक्लेको थियो तलबाट अहिले भएछ 8:45 हो अब लासार जाँदैछ हामी है अन्त लासार चाहिँ कस्तो छ भनेको लासार दामी छ अरे हो अब झन् एक्साइटेड फेरि म अब जाँदैछ हामी लासारपट्टि अब यहाँबाट चाहिँ हिँड्नु मलाई सजिलो हुन्छ अब यहाँदेखि हामी ओह्रालो जान्छ हो यसरी ओह्रालो जान्छ यहाँबाट त्यहाँदेखि चाहिँ यसरी तेर्सोहरू छ है अन्त अब चाहिँ हिँड्नु मजा आउँछ वेदर पनि एकदम दामी अझ त हामीलाई वेदरले पनि एकदम साथ दिइरहेछ है वेदर हेर्नुहोस् न हाम्रो यतापट्टि अलिकति बादल देख्दैछ ब्लू स्काई छ कि अन्त एकदम मजाको वेदर भइरहेछ पानी पनि परेको छैन हो हल्का घाम लागेछ अन्त घाम पनि टन लागेछ नि टन लाग्यो भए पनि फेरि मजा हुँदैन क्या एकदम जस्तो चाहिएको छ त्यस्तै पर्फेक्ट वेदर भइरहेछ आज अहिले 9 बज्न आँटेछ है अन्त यहाँबाट लासार चाहिँ अझै 2 घन्टा लाग्छ अरे है अन्त खासमा थङ्गुबाट लोकलहरू डाइरेक्ट लासार जाँदाखेरि चाहिँ यो होइन रहेछ नि रुट यो चाहिँ हामी यो लेकहरू हेर्नुको लागि घुमेर आएको रहेछ है लेक कभर गर्नुको लागि नभए चाहिँ थङ्गुबाट डाइरेक्ट उता बाटो थियो रहेछ त्यहाँबाट गयो भने चाहिँ 2 घन्टामा पुग्दो रहेछ है यो चाहिँ हाम्रो लेक घुम्नुको लागि हामी अझै ठुलो जग्गा कभर गरेको रहेछ है
अहिले यहाँनिर चाहिँ सर्ट ब्रेकले है 2 मिनटको ब्रेक अन्त फेरि स्टार्ट गरिहाल्यो किनभने अब दिन अलिक बिग्रिनु लाग्छ हुँदैछ है अन्त बढे त्यहाँ भ्यालीमा पुग्दाखेरि दिन राम्रो हुँदैन होला भनेर फेरि हिँडिहाल्यो हामी अन्त मेरो चाहिँ के हुँदैछ भने यो टिम्बरल्यान्ड बुट लगाएर आएको थियो मेरोमा प्रपर हाइकिङ बुट छैन नि त अन्त यो लगाएर आएको थिएँ ग्रिप राम्रो हुन्छ भनेर उकालो अघि अपिलमा चाहिँ ठिक थियो कि अहिले डाउनहिलमा चाहिँ त्यो अगाडि स्टिल त्यो भएकोले गर्दाखेरि अलिकति लुज पनि छ नि त अलिकति ठुलो छ मलाई यो सुज कि बुट चाहिँ अन्त खुट्टा चिप्लेर अगाडि स्टिल टोमा ठोक्दै रहेछ कि अन्त अलिकति दुख्नु थाल्यो कि मलाई अनि त्यसले गर्दा अलिकति स्पिड हिँड्नु सक्दिनँ रहेछ क्या स्पिड हिँड्दा चाहिँ ठोक्दै रहेछ नि त अन्त अलिकति स्लो नै हिँड्दैछु म त्यसले गर्दा ढिलो हुँदैछ अच्छा अब यहाँ चाहिँ यहाँकोहरू देख्नु थाल्यो है यसको मतलब चाहिँ के हो भने पनि अब यहाँ ढोक्पाहरू नजिकमा छ क्या गोठ यहाँको गोठहरू यहाँ नजिकतिर छ होला त्यसले गर्दा यहाँकोहरू देख्नु थाल्यो अब अघिसम्म देखेकै थिएन हावा चाहिँ कति चल्दैछ यहाँबाट याद पाउँछ है यो उड्ने लागेको छुइनँ लग्नु सकेको छुइनँ हावाले खोलिदिइहाल्दैछ अन्त अघि तलबाट हिँड्दाखेरि बिहान गाडीबाट निक्लिँदाखेरि वेदर राम्रो हुनु थाल्यो है ब्लू स्काईहरू देख्न थालेको थियो अन्त मैले हुनु यो पनि रेन ज्याकेट नै हो अन्त अझै योभन्दा वाटरप्रुफ एउटा ज्याकेट थियो मेरो त्यो ज्याकेट पनि ल्याएको थिएँ खासमा है अन्त रेन प्यान्ट पनि ल्याएको थिएँ अन्त पानी पर्दैन होला भनेर मैले त्यो दुईवटा गाडीमा छोडिदिएँ रेन प्यान्ट र रेन ज्याकेट है अब माथिबाट चाहिँ यसले अलिक रोक्छ हो मुनि पानी ठुलो कन्टिन्यू पऱ्यो भने मुनिबाट चाहिँ भिज्ने रहेछु म गल्ती गरेछु मैले तपाईँहरू पनि देख्छ यसरी हाई अल्टिट्युडमा हिँड्दा चाहिँ है यो गल्ती चाहिँ नगर्नुहोस् किनभने एनी टाइम वेदर चेन्ज हुनसक्छ है हाई अल्टिट्युडतिर अन्त अब जाडो पनि हुन थाल्यो अब चाहिँ हावा पनि चिसो भयो नि त अब हात पनि अलिक कक्रिनु थाल्यो अहिले पानी निकै पऱ्यो है एकछिन त्यहाँदेखि हामी यहाँनिर एकछिन रेस्ट गरेर बस्यो अन्त पानीहरू खायो तातो पानी अन्त अलिकति बिस्किटहरू खायो है गफ गरेर बस्यो अन्त एकछिन यो भ्यूलाई एकछिन इन्जोय गरेर बस्यो ठिकै पानी पनि कम्ती भयो वेदर पनि चेन्ज भयो एकछिन त अघि पुरा फगी भइसक्यो त्यही अन्त अहिले क्लियर पनि भयो यो हाई अल्टिट्युडको है साँच्चीमै यो वेदर चाहिँ एकदमै अनप्रिडिक्टेबल है एकछिनमै मिनटमा वेदर चेन्ज हुँदो रहेछ अन्त तर पानी पर्दा पनि यस्तो क्या गडाङ पर्दैन रहेछ हो अन्त पानी पर्दा पनि मजा आयो अघि के एउटा अघिदेखि एउटा मजाको वेदरमा हिँडिरहेको थियो होइन अन्त अहिले पानी परेर पानीमा हिँड्दाखेरि फेरि एउटा मजै आयो क्या अर्कै खाले भयो अन्त यो मजाको भ्याली एकदमै मजाको देखिरहेको छ है माथि के अरे छपटा भ्याली भन्दा दामी है यो भ्यालीको नाम चाहिँ जाछु भ्याली रहेछ अन्त जाछु भ्याली मैले पुरा सुनेको है आज जाछु भ्याली पनि देख्नु पायो हाम्रो आजु चाहिँ जानु हुँदैछ उही माथि एउटा गोठ रहेछ है ढोक्पा रहेछ डोकिम भन्छ यहाँ है अन्त उहाँले चाहिँ त्यहाँ गएर हाम्रो लागि चिया रेडी गर्दै गर्छ अरे अन्त यहाँ हामी एकछिन बसेर आउँदा हुन्छ अरे भिडियो सिडियो गर्दा हुन्छ अरे अन्त हामी एकछिन यहाँ बसिरहेको छौँ एकछिनतिर हामी पनि त्यहाँ जान्छ अब चाहिँ फेरि पानी अलिक ठुलो पर्नु थाल्यो है अन्त चिसो पनि हुन थाल्यो अलिकति जाडो जस्तो है अन्त हामी पनि त्यहाँ अब पर गोठमै गएर बस्छु है त्यहाँभित्र तातो हुन्छ अब गोठ चाहिँ यस्तो छ यहाँबाट यहाँ माथि
अब फेरि पानी रोकेर अलिक घाम लाग्न थाल्यो है, दिन राम्रो भयो फेरि। अन्त अब चाहिँ हामी यहाँ गोठमा पुग्नु आँट्यो है, यहीँ छ अगाडि। अब यहाँ अलिक चिया खाएर अलिक जिउ तातो हुन्छ, अलिकति एनर्जी पनि हुन्छ, अलिक भोक लाग्यो यस्तो भयो। अब चाहिँ बिहानदेखि त्यो स्न्याक्सहरू टाइपको मात्रै खाएको छ है। यहाँ केही छ कि बन्दोबस्त याद छैन, हेरौँ। अब चाहिँ हामी बिहान 6 बजीदेखि हिँडेको छ हो। अहिले 12 बस्नु आँटेछ। अन्त 7, 8, 9, 10, 11, 12 भन्यो भने अलमोस्ट 6 घन्टा हिँडिसक्यो। अब चाहिँ अलिक थाकेको जस्तो हुँदैछ, खुट्टाहरू पनि दुख्न थाल्यो अलिकति हो। अन्त अब तातो चिया पाउँदा चाहिँ मजा आयो। अब चाहिँ चियासँग है यो चम्पा खाने हो हामी, चिया हो। अन्त यो यहाँको घिउ ल यहाँ चाहिँ एउटा मजाको चिज पाएँ है, छुर्पी रहेछ हो यहाँको। अन्त त्यो पनि अहिले सुकेको छैन है, अहिले सफ्ट रहेछ एकदम, ओभर दामी। अन्त अघि चम्पा खाएर अझै एक राउन्ड जाँदैछौँ हामी त है, निकै भोक लागेछ, निकै लामो हिँड्यो नि त। ल हाम्रो फाइनल डेस्टिनेसनमा आइपुग्यो है, यो रहेछ लासर भ्याली है। एकदमै मजाको देखिरहेछ यो, फेरि येलो फुल फुल्दो रहेछ। अन्त उहाँ फेरि तलपट्टि चाहिँ पिङ्क कलरको फुल फुलिरहेछ हो, एकदमै मजाको रहेछ। अन्त यो थुक्पासिसी भन्ने यो एउटा ओकेजन हुन्छ है हाम्रो बुद्धिस्टको। अन्त यहाँ चाहिँ एकदम ग्रान्ड मनाउँछ कि त्यति बेला। तपाईँहरू जुलाई अगस्ततिर पर्छ है, त्यति बेला यहाँ आउनु सक्यो भने चाहिँ यहाँ याक रेसहरू हुन्छ है। याक यता तलबाट कुदेर माथि गुम्बा भएको जग्गासम्म याक रेस हुँदो रहेछ है। अरू यस्तो स्ट्रङ म्यानहरू क्या, ठुल्ठुलो ढुङ्गा कसले उचाल्ने यस्तो खाले एक्टिभिटीहरू पुरा हुन्छ यहाँ हो। अन्त डान्सहरू हुन्छ, दामी हुन्छ। अहिले अस्ति मेरो पनि त्यही प्लान थियो खासमा, त्यति बेला आउने, तर त्यति बेला आउनु सकेन है। तर योपालि झन् दामी भयो, 2टा लेक पनि एक्स्ट्रा देख्नु पायो है। अन्त यहाँ चाहिँ अब निकै नै माथि अब रिमोट एरियाहरू छ है, रिमोट एरिया। अन्त यस्तो गोठ 3टा रहेछ यहाँ, 3टै गोठ मात्रै रहेछ हो मान्छे बस्ने। अन्त अब यहाँ बस्नु रासन पानीहरू त तल थङ्गुबाटै आउँछ होला, निकै अब साह्रै पर्छ होला रासन पानीहरू ल्याउनु त यहाँ। अन्त वरिपरि देखाइन्छ है म तपाईँलाई, एकदमै मजाको जग्गा रहेछ। यहाँनिर त्यस्तो खेतीहरू त केही हुँदैन रहेछ है, यहाँनिर अलिकति सागहरू चाहिँ पाक्दो रहेछ। तर यहाँको सागहरू चाहिँ फेरि एकदम टेस्टी हुन्छ नि। अन्त यो के रोपेको होला यो याद पाइनँ मलाई हो, सानो बारी रहेछ यहाँनिर। यो पनि खाने चिज नै केही होला, अरू त केही छैन खानेकुरा यहाँ हेर्नु। भित्र हामी है चियाहरू खायो, चम्पा खायो है। अन्त यस्तो भइरो अलिकति निक्लेर यस्तो रिल्याक्स गरेर बसेको है। दुईजना पनि रिल्याक्स गरेर बसिरहेछ हो। एकछिन जिउको थकानहरू पनि मेटेको जस्तो भयो। मैले त यहाँ एउटा डेसिने पनि पाएँ हो। यहाँ हाम्रो आचुकमा हामी चिया चम्पाहरू खाएर है
अन्त अब चाहिँ हामी निक्लेर जाँदैछु आज मिङ ए ल तुझे न आज के अर्को रुटबाट आएको थियो हामी उताबाट है अब यो अर्को रुटबाट जान्छौँ फर्केर हो अन्त त्यहाँबाट पनि राम्रो भ्यूहरू देख्छ अरे मैले चाहिँ सोच्दै थिएँ है यहाँ गोठमा आइपुग्यो हो लासार अन्त याकहरू त एउटा पनि देखिँदैन याक लुकहरू हो भेरा याक र भेराहरू अन्त आजलाई सोद्धाखेरि याकहरू सबै घाँस खानु गएको छ अरे अहिले डाँडा डाँडातिर अस्ति अघि हामी बाटोतिर भेटेको थियौँ है बेलुका सबै फर्केर आउँछ है अन्त यो भेराहरू पनि यतातिर कहाँतिर घाँस खानु गएको छ अरे अन्त बेलुका चाहिँ यहाँ हुन्छ अरे यो चाहिँ भेराको बस्ने जग्गा रहेछ यस्तो यसरी बनाएको रहेछ हावा छेक्नुको लागि याकको पनि यस्तै होला माथितिर ए याकको चाहिँ ऊ माथि त्यो ढुङ्गाले बाँडेकोहरू रहेछ त्यो यस्तो ढुङ्गाले बाँडेकोहरू चाहिँ यो याक बस्ने जग्गा रहेछ यस्तो रहेछ है अब जाचु भ्यालीको सबसे दामी भ्यू चाहिँ यहाँबाट देख्दो रहेछ तपाईँलाई देखाउँछु म जाचु भ्यालीको भ्यू हेर्नुहोस् ल यत्रो लामो यहाँ हेर्नुहोस् न साङ यो चाहिँ उयो रहेछ हाम्रो यहाँ पमा भन्छ बैरुङपाथे भन्छ नेपालीमा है अन्त सुनपाथे पनि छ होला सुनपाथेको गन्ध आउँदैछ मलाई तर देखेको चाहिँ छुइनँ मैले हामी निकै तल आइपुग्यो है अन्त फर्केको चाहिँ बेसी भिडियो बनाउनु पाएन किनभने ब्याट्री पुरा लो भएछ है अन्त एक दुईवटा जग्गा चाहिने जग्गामा मात्रै भिडियो बनाएको छु अन्त थाक्नु चाहिँ त्यस्तो थाकेको छैन है तर खुट्टा दुख्दाले त्यो यत्रो लामो हिँड्ने बानी छैन है घोडा दुख्दो रहेछ त्यहाँदेखि मेरो त्यो बुटले गर्दा क्या यस्तो भएछ यतापट्टि पनि अहिले यो ट्रेलमा चाहिँ अलिकति अथवा छ अघि बिहान चाहिँ कस्तो खाले थियो भन्दा यस्तो उकालो ओह्रालो एकदम उयो थिएन कि इभन थिएन कि बाटो त्यहाँनिर साह्रो पऱ्यो नि त यहाँनिर त्यस्तो प्रब्लम हुँदैन रहेछ अन्त अब ऊबाट यहाँदेखि उता पारी चाहिँ उयो रहेछ है थङ्गु पुग्न आँटेको छ हामी यहाँदेखि कच्चा रोड बनाएको छ यहाँसम्म अब चाहिँ रोड हिँड्नु पाउने छ कच्चा रोड अब घोडा पुरा दुख्यो मेरो यो डाउन हिलमा है पुरा साह्रो परेर आइपुगेँ म अन्त तर भए पनि अब यो के भन्छ हाम्रो डेस्टिनेसन आइपुग्यो थङ्गु देख्दैछ अब चाहिँ हो अन्त यहाँ मुनि गुम्बा छ थङ्गु गुम्बा है अन्त यहाँ चाहिँ मेरो दाजु छ है दाजुले बोलाइरहेको छ हामीलाई अन्त दाजुलाई भेटिकन जान्छु अब फाइनली हाम्रो यो डल्लै जर्नी पनि एन्ड भएर आयो आज है अन्त अघि हामी आइपुगेर पुरा थाकेछ यहाँ अघि माथि हिँड्दा चाहिँ याद पाएको थिएन यहाँ आइपुग्दा पुरा थाकेछ मेरो त आँखामा रातो भइरहेको रहेछ है अन्त घोडा पनि दुखिरहेछ हो घोडा पुरा दुखिरहेछ मेरो त भोलि बाइक कुदाएर जानु पनि सक्छु कि सक्दिनँ हो अन्त त्यहाँदेखि खुट्टा पनि पिल्छ्यो तर यो पेनहरू चाहिँ सबै वर्थ थियो क्या आज हामी जुन चाहिँ जस्तो जग्गा हेर्नु पाएँ है भोलि फर्केर त जाँदैछ तर जाँदा एकदमै गुड मेमोरिजहरू सँगै लिएर जाँदैछु है म उहाँहरूको पनि अलिकति एक्सपिरियन्स सुनिदिउँ है कस्तो त्यो एक्सपिरियन्स एकदमै राम्रो भएको थियो आज हाम्रो यो लासारको हाइकिङ या ट्रेकिङ भनौँ है फ्रम द बिगिनिङ हामी डे 1 देखि जस्तो प्लानिङ गऱ्यो वान फोनमा यहाँ जाउँ त्यहाँ जाउँ हामीले बनेन एक दुईजनै मेरो कम्पेनियनले एउटा कलमै हामी त्यो फिक्स भयो हामी आउने होइन त्यहाँदेखि कति 2 दिन अगाडि प्लान भयो हामी यहाँ आयो आज प्लान यो सक्सेस पनि भयो मजाले घुमेर आयो अन्त ल्यान्डस्केप पनि एकदमै राम्रो थियो अन्त भेरी ब्युटिफुल राम्रो कम्पनी थियो उहाँ दुईजनाको
हामी मजा गरे क्लिप्सले गफसफ गरे चिया चाहिँ हामीले जोर खाए वान डेमा चाहिँ मैले चाहिँ 10 कप जस्तो मग चिया खाएँ अन्त सबैले त्यही होला चम्पा खायो डेमा चाहिँ हाम्रो चम्पा र चियामा चाहिँ हामीले 25 to 26 किलोमिटर हिँड्ने द्याट्स अल आई हेभ टु से थ्याङ्क यू अल म अहिले भर्खर फोनमा पनि हेर्दै थिएँ हामी आज लाइक 30,000 स्टेप्स हिँडिसकेछ 30,000 स्टेप्स मिन्स लाइक 20 to 25 किलोमिटर्स हामी हिँडेछ तर त्यति हिँडेको जस्तो पनि फिल भएन किनकि अब हामी लाइक कन्भर्सेसनदेखि लिएर हाम्रो सबै राम्रो क्लिक भएकोले गर्दा अब फ्युचरमा पनि फेरि अझै हामी सँगै ट्रिप गर्ने एक्सपेक्टेसन प्राइस छ अन्त यो भन्दै है अब आजको यो भ्लगलाई पनि यहीँ एन्ड गरिदिन्छु है अन्त तपाईँलाई राम्रो लागेछ भने है लाइक गरिदिनुहोस् अन्त यस्तै टाइपको अझै भ्लग फ्युचरमा हेर्नु चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् यस्तो खाले भिडियोहरू फ्युचरमा हुँदा तपाईँलाई मिस हुँदैन है ओके यही भन्दै अब बिदा लिन्छु है बाई